Thank you very much. Harusani Nanilai. Arko ko छ एन्जेलिका मानन्दर हे एन्जेलिका मानन्दर तिम्रो गाना कुन होला भन्नु थियो मेल र फिमेललाई अहिलेसम्म ओपन छ है कोही छ भने छिटो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले पुनदिनु आमा केही पनि तिम्रो माया र ममता म सम्झिनेछु जहिले तिम्रो साथ लाइब्रेरी लाइब्रेरी छ ना ल लाइभमा छौँ है हामी है लाइभमा ल हाई हेलो गर्नु है यसो लाइभ छौँ है दाइ ल भाउजू हेलो 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 वेलकम टु माई लाइफ खतरा आयो ल अब यो कमरमा पटुकी कसेर सुमुसो हाँसेकी बसेर कमरमा पटुकी कसेर सुमुसो हाँसेकी बसेर रुकुमै कोठा Thank you. खुशी साई खुशी खोइ खुशी साई भनेको खुशी साई ऋतिका गुनी एकजनालाई म दिनु कपाल जेन्स तिमीले त्यो पैसा हाल्नु अब यो कपालमा 4 वटा के अरे बच्चाहरूलाई यहाँ के छ कपालमा ल ल म अहिले अर्को छोरीको छ कि अम्बा अम्बा
हाम्रो जोसिला रञ्जितजी थ्याङ्क यू बहिनी थ्याङ्क यू सिधै अब सिधै जोसिला बहिनी आऊ आऊ यता आऊ खुसबु खुसी आऊ आऊ तिम्रो पालो ओके हाम्रो चाहिँ अब यो लगभग मध्यम समय रहेको छ हाम्रो अब नाचगान भइरहेछ प्रयासहरू दिने काम भइरहेछ मैले त लाइभ पनि गर्नु पाएन यार पर्दैन त यसो म यो लाइभ गर्ला म त जग्गा म यो बसियाबाट यो अहिले एकछिन गरेँ टुकै भएर पसेको बादलमा ती आँखामा तिम्रै आँखामा बेचु म त बिबिन नबुझिने परिहरू दादु नारे सँगो कि बादुने वो नगले वेचु न सुला सुला रे बेबी बेबी रेसिको maybe yeah natayana dhaze chanta nilo me pire matinaya sadne do thamukle hogo थ्याङ्क यू भेरी मच छोरीलाई अब अघि नै नामले फोन आएर अब यहाँ अहिले आएर धेरैजना आइरहेछन् अब त हामीले पाउँदैनौँ अघि नै नाम लेखाउनु पर्थ्यो अब जोसना रञ्जितज्यू जोस्ना रञ्जित गरिदिनु त ल हाम्रो महिला अर्को अम्बा अम्बा अरू कोही छैन भन्नुहोस् है छिटो ल बच्चाहरू हुँदैन अलि उता जानु बच्चाहरू हुँदैन ए ताली बजेन ताली बजाउनु ताली नै बजेर यार हम्बा हम्बा उता तान्नु के यो तान्नु हुँदैन पुरुषहरू पनि सबै नाम थुपाउनुहोस् है अलिकति बाँकी
गङ्गा बहिनीलाई। अब कर्ण महर्जनको कता हुनुहुन्छ? कर्ण महर्जन ओ सुरेश तेरो पनि नाम लेख न। कृष्ण भाइ हाम्रो केटामा साथीले बोलाएको छ मेरो साथी हो त्यो। त्यसलाई अहिले 1 नम्बरको त्यो गिफ्ट दिएर भगाइदिए है। ल ल हुन्छ अहिले सोझो रहेछ अहिले अहिले त्यहाँ सबैले नम्बर दिन्छ अनि तिमीले कसले जित्छ त्यसले पाउँछ। त्यो त टिकट पार्ने हो नि। ए बच्चालाई नजिक त बच्चाको बिचरा यो कर्ण महर्जन छिटो हाम्रो गेमहरू भइरहेको तास खेलिरहेछन् नाच्ने ल करोना आयो ल उहाँको गाना कुन हो? कुन गाना बजाइदिनु होला? सुरुमा ल सुरुमा भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित चुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित पैसाको भार नहुने पानी पैसाको जमाना पैसाको भार नहुने पानी पैसाको तिम्रै नाम जपेर बस्ने हो आइनौ भार घरानी बस्ने हो तिम्रै नाम जपेर बस्ने हो आइनौ भार घरानी बस्ने हो रूप फुल पाती धन्यवाद भाइहरूले। एउटा कुरा म के भन्छु भने जितहरू आफ्नै ठाउँमा छ तर नखाउमा आएर पर्फर्मेन्स गर्नु पनि ठुलो हो है। हेलो प्रवीन्द्र राजेश प्रधान भाइ
त्यसै त्यसै आतिन्छ मेरो मन प्रिय तिमी बिना के होला यो जीवन किन त्यसै त्यसै आतिन्छ मेरो मन प्रिय तिमी बिना के होला यो जीवन डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि डर लाग्छ तिम्रो मेरो बित्ने हो कि पीडा सबै घट्छ नभेट्दा तिमीलाई एकछिन वर्षौं जस्तो लाग्छ भेटे तिमीलाई मेरा पीडा सबै घट्छ किन त्यसै त्यसै आतिन्छ मेरो मन प्रिय तिमी बिना के होला यो जीवन किन त्यसै त्यसै आतिन्छ मेरो मन प्रिय तिमी बिना के होला यो जीवन Thank you. विजय श्रेष्ठ राम्रो नृत्य प्रस्तुत गरेर जानुभयो Para pekan lah. Aji ni pekan ni. Para ni lah. काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित अहिले भेटो भन्दा लिन आउने मैले माया मोहनी लगाउने अहिले भेटो भन्दा लिन आउने हो जमाना पैसाको भर नहुने पानी र पैसाको हो जमाना पैसाको भर नहुने पानी र पैसाको बस्नी हो आइनौ भने धरानी बस्नी हो तिम्रै नाम जपेर बस्नी हो आइनौ भने धरानी बस्नी हो अब महिलामा एकजना बाँकी छ चाँदनी गुरुङ हो चाँदनी गुरुङ चाँदनी बहिनी यही गर्नु हो
Thank you very much. अहिले नाच्नुभएका मिस अब चाँदनी हाम्रो एउटा जोडी डान्स है एकदम प्रचलित एकदम राम्रो जोडी मैले पनि चिनेको राजकुमारजी आउनुहुन्छ चन्द्रबार चक्रवासको जोडी हाम्रो अमृत र सानो लाउने होला छिटो अमृतको बेला सानो बनाइदिनु होला जोडीमा एकजना खोइ कता हरा हो र होइन हाम्रो पहिला चौबारमा प्रथम भएको जोडी कता हो को सानो सानो प्राइस भाइ मैले तपाईँलाई यो सानो प्राइस दिएको छ है भाइ बच्चाहरूलाई पछाडि हुन्छ यस हाम्रो पिकनिक चाहिँ रमाइलो भइरहेछ है तपाईँहरू हाम्रो हेरेर भए पनि चित्त बुझाउनु होला हामी लाइभ गर्दैछौँ हेलो पिकनिक के छ ए1 ल सोचेको भन्दा बढी ल सुरेश उहाँको जोडी बेपत्ता हुनुभयो जोरी भाइ क्या बर्बाद भयो नि त ल ल ल कसरी दिनु लाग्यो नोटमा सुरुवात देख्नु सुरेश दाइले 25 दिएको छ मिलाएर दिनु भनेको तपाईँ 500 रुपियाँ कम्ती तिर्नु गर्दैछ म पिसिएमा जानुपर्छ ल है उहाँहरूको ताली मेरा साथी हो अम्बा जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जमाना पैसाको भार नहुने पानी र पैसाको हो यो जमाना पैसाको भार नहुने पानी र पैसाको हो
अब अर्को एउटा जोडी छ अन्तिम जोडी सुरेश महान्तर सरको अन्तिम जोडी देवेन्द्र श्रेष्ठ आइदिनु होला रमाइलो भइरहेछ त है एकदम बबाल बबाल A1 ए प्लस प्लस हामी अब के हो सालको पात कपडी लास्ट एउटा छ सबैले ताली बजाइदिनु ताली बजाउँदाखेरि पनि हाम्रो त्यो छ नि एउटा एक्सर्साइज हो हामीले खाँचौँ अलिअलि पस्नु पऱ्यो नि फेरि खानु बाँकी छ होइन अलिअलि ताली बजाएर साथ दिइदिनु गाना पनि ताली बजाइदिनु होला हारी भन्ने पाउँछ मैले भने नि हाम्रो बानी के छ भने पछाडि आउनु बानी छ कि अघि नामै थिएन अब अहिले यहाँ झगडा गर्नुलाई जस्तो भइसक्यो नाम बोल्नु म सरी भन्न चाहन्छु किनभने हाम्रो धेरै कार्यक्रमहरू अझै बाँकी छ हाम्रो 22 युवा क्लबले तपाईँहरूलाई यो वनभोज कार्यक्रममा जति सक्छ रमाइलो गर्ने भनेर धेरै कार्यक्रमहरू बनाइराख्नु भएको छ हाम्रो अलिकति पानीले पनि अलिक डिस्टर्ब गर्यो र हाम्रो प्राविधिक यो स्पिकरले गर्दा पनि अलिकति डिस्टर्ब भयो त्यो कारणले गर्दा हामी अलिकति ढिला चलिरहेछौँ उहाँलाई अब हामी पछि नाच्न दिनेछौँ अहिलेको लागि यो हामी डोरपास खोल्न गइरहेछौँ है डोरपास खोल्न गइरहेको छौँ तपाईँले सबैले आफ्नो वनभोजको टिकट चाहिँ निकाल्नु होला सबैले निकाल्नुहोस् त फुटबल लिने बाकसभित्र हाल्ने यस्तो भित्र हाल्ने कि त्यो कार्यक्रम राख्ने एउटा त्यसको लागि चाहिँ पार्टिसिपेट गर्नु तिमीहरू उता बस्छ तिमीहरू यता आएर तपाईँलाई प्राइज पाउँछौ एकछिन म बोलाउँछु यता नभन्छ है त ल है ल एकछिनमा है अब हाम्रो अडिकट्टी कहाँ छ अडिकट्टी निकाल्नु सबै रेडी गर्नु कोही हाम्रो लाइभ गर्ने मान्छे हराएर हामीसँग थुप्रै प्राइज छ थुप्रै छन् यहाँ बक्समा हामीले कलेक्सन गरेका छौँ त्यो डिस्प्ले गर्न जाने हामीले थिएनौँ हामी तपाईँहरूलाई नम्बर भन्छौँ त्यो अनुसारले हामीले दिन्छौँ यसै बिचमा एउटा मैले नाम नसक्ने एउटा यस्तो व्यक्तित्व हामीमा हुनुहुन्छ जो हाम्रो भारतको स्थानीय हुनुहुन्छ जसले 118 पटक रक्तदान हाम्रो मैया श्रेष्ठ मेरो माइजू एकचोटि यहाँ आइदिनु होला 118 पटक हामीलाई रक्तदान दिएर हाम्रो क्षेत्रकोले गएर चाहिँ कसैलाई जीवनमा दिइसक्नुभएका हाम्रो आदरणीय माइजू हुनुहुन्छ मैले उहाँलाई परिचय गराएँ उहाँले टाइम कममा ब्लड डोनेसन कार्यक्रमहरू गरिराख्नुहुन्छ कसैले जीवन बचोस् भनेर
हाम्रो खेर जाने रगतले तपाईँको जिन्दगी पछि हो हाम्रो त्यो जीवन गरेको हो होइन हाम्रो लालगन्जीबाट र भन्नुपर्दा उहाँको परिचय भन्नुपर्दा हाम्रो 16वटाका वडा अध्यक्ष अहिले रोजिना श्रेष्ठ उहाँको मम्मी पनि हुनुहुन्छ आमा पनि हुनुहुन्छ। अब हामी यो कार्यक्रममा अगाडि बढ्दैछौँ खोल्न गइरहेको छौँ। अलिकति कहाँ पुग्यो Where is the ticket? 291, 291. It's 295. अब यो अलिकति यहाँ गर्दैछन् अलिकति गर्नुभन्दा अगाडि म तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु। हाम्रो भाइचारा युवा क्लबले आजको पार्टिसिपेन्टलाई हामीले चाहिँ नि उपहार दिने त छँदैछौँ। हामीले क्यास प्राइज भनेर पहिला पनि उद्घोष गरिसकेका छौँ र पहिला पनि हामीले क्यास प्राइज नै दिएको हो र आज के रह्यो भने हामीसँग पार्टिसिपेन्ट अलिक कम भयो कि पहिलाको तुलनामा। पहिला त धेरै नै थियो यसपालि 2-3 जना मात्र पार्टिसिपेट कारवाही गर्दाखेरि हाम्रो भाइचारा युवा क्लबले के भन्यो भने यसलाई कम्पिटिसनको हिसाबले नगइकन जो यहाँ डान्स गर्नुभयो उहाँहरूको सम्मानको लागि हामीले नगदबाट हामीले उहाँहरूलाई सम्मान गर्नेछौँ। त्यस्तै गरेर म नाम लिन्छु यहाँ आइदिनुको लागि। हाम्रो सानो नानीहरूको दरबार है पहिला हाम्रो सानो नानीमा हाम्रो ऋतिका गुनी बहिनी सानो नानी ऋतिका छिटो आइहाल्नु है फेरि यहाँ प्राइज पाउँदैन ऋतिका खोइ ल हाम्रो साइडमा आउनुभयो हाम्रो 16वटा वडा अध्यक्ष मेरो प्यारो बहिनी रोजिना श्रेष्ठको गरिमामा उपस्थित भएको छ। कृपया उहाँलाई ताली बजाएर स्वागत गरिदिनु होला। रोजिना हाम्रो 16 नम्बर वडाका वडा अध्यक्ष हो। खोइ हाम्रो खोइ गुनी बहिनी कता जानुभयो गुनी बहिनी खोइ लगाउनु हाम्रो सानो नानीलाई ल हाम्रो सानो नानीलाई ल त तिमीले राम्रो नाच्यो त्यसैको लागि है ल खुसी साई खोइ कृषि साई खुसी खोइ खुसी साई खुसी छैन खुसी साई तिमीलाई हो त्यो मेरो त्यो होइन त्यो अहिले पछि दिने हो त्यो होइन तिमीले नदिने हो यो भाइ कङ्ग्रेचुलेसन फोटोबाट खिच्दा हजुर फोटो मुखो लाइभ हेर्छ म फोटो खाइदियो त फोटो सबै दिदे त्यहाँ दाइसँग एउटा फोटो हाल्नु पर्यो सुभानी गौतम
ल 3 नम्बरको त्यो ह्यान्डल होइन छ त्यो मैले देखाएको छ त्यहाँ छ मैले उठ्या एन्जेलिका मानन्द त्यो ताली बजाएर हौसला बनाइदिनु बच्चाहरूलाई उनीहरूले पनि आँटै गरे हो यहाँ सेमिनार नाच्नु सेजल मानन्द हाम्रो सेजल मानन्दले उत्कृष्ट डान्स गरे है हामीले चाहिँ राम्रो गरे ल उहाँलाई ल एकचोटि फोटो खिचिदिनु ह्यान्डसेक गर ह्यान्डसेक अब यसमा अब केही बेरमा हाम्रो टिकटको उत्कृष्ट डान्स गर्नु भएको हामीले सबैलाई सम्मान गरेका छौँ है आज चाहिँ कोही प्रथम द्वितीय छैन सबै विजय राजेश प्रधान ल राम्रो नाचेछन् हाम्रो राजले पनि पिकनिकको रमाइलो यही हो है पिकनिकको रमाइलो नै यही हो विजय श्रेष्ठ 500 रुपियाँ त फिर्ता भयो त टिकटको 500 फिर्ता आयो तिमीलाई अब केटीमा जोसुमा रञ्जित र तपाईँहरूलाई एउटा जानकारी पनि दिनु है आजको डान्सको लागि हामीलाई चाहिँ एउटा यहीँ आउनु भएका एउटा व्यक्ति हाम्रो आदरणीय मित्र रामकृष्ण गुनीज्यूले त्यो डान्स कम्पिटिसनको लागि पैसा दिनुहुन्छ 2500 रुपियाँ त्यो 2500 रुपियाँ हामीले र बाँकी हाम्रो क्लबबाट है त जोसुमा जोसुमाज्यूले हाम्रो गङ्गालामा साधनी गुरुङ ल उहाँलाई पनि एकचोटि यो सम्मान गरिदिनु तपाईँहरू सबै विजय हुनुहुन्छ है आज अब जोडीमा 2 जना है ल जोडीमा को पनि नाच्नु भएको छ अगाडि आइदिनु होला हाम्रो सानो र अमृत र देवेन्द्र श्रेष्ठ र उहाँहरू आइदिनु यहाँ आइदिनु होला छिटो ल 2टा जोडी छ होइन अर्को जोडी यो अर्को जोडी एकैजना लिनु पर्यो नि हो बधाई छ ल हाम्रो देवेन्द्रजीलाई पनि ल बधाई छ ल सम्पूर्ण पार्टिसिपेन्टलाई धेरै धेरै बधाई र अलिक ढिला नाम लेखेर आउनु भएको अहिले त्यसको अलिअलि बधाई छ है त उहाँहरूले चाहिँ पार्टिसिपेट गर्नु जाएको हो भने हामी सबै ल अब हामी यो डोर प्राइज खोल्नु गरेको छौँ ओके डोर प्राइज सबैलाई देखाउनु दिएको छ सबैलाई अब तपाईँहरूलाई म एउटा के जानकारी गराउन चाहन्छु भने तपाईँहरूले सबैले टिकट निकाल्नुभयो यहाँको प्राइज छ है खान भयो तपाईँहरूको सबैको अधिपति यसमा छ है हामीले अधिपति यहाँ राखेका छौँ यहाँबाट हामीले निकाल्छौँ यहाँबाट निकालेर दोस्रोमा पर्छ उहाँ भाग्यो भने है यो अलिकति यहाँ छ
मेरो त यार मेरो 56 छ यार हेलो कस्तो लागिरहेछ हाम्रो साथीहरूलाई बैठकलाई इट्स भेरी गुड ल हाम्रो सानो नानीले पनि एउटा हाम्रो ग्रुप हो ल आउनु अघि आउनु यता आउनु छोरी यता आउनु लाइफमा छ हाम्रो है यो लाइफमा आयो कस्तो लागिरहेछ हाम्रो 22 तारिकको क्लबको त्यो पिकनिकमा भन्नुहोस् त एकचोटि कस्तो लागिरहेछ तपाईँहरूलाई कस्तो किन के भयो नाच्नु पाएर ठिक छ अब बिस्तारै आउँछ पालो ओहो राजा हाम्रो के छ पालो हाम्रो ठिक छ नि लामो भन्नुहोस् के छ ठिक छ नि बस रमाइलो भएको छ नि रमाइलो हुनुपर्छ हो स्वास्थ्यलाई सुविकन्ठ हो स्वास्थ्य चाहियो हाम्रो अन्त हाम्रो ठिक छ नि हाम्रो 15 नम्बरको पुरस्कार मैले खोलेँ होइन यो तपाईँकै हो है नम्बर चाहिँ हेर्नु यो नम्बर छ हजुरलाई फर्स्ट प्राइज पायौँ कस्तो लागिरहेछ हजुरलाई एकदम खुसी लागेको छ हजुर धेरै धेरै शुभकामना है फर्स्ट हरेक साल यस्तै प्राइज मात्रै पाऊँ है है बधाई छ तपाईँलाई धेरै बधाई छ है हजुरहरूले कस्तो लागिरहेछ भन्नु है लाइभ भइरहेछ यो ल धन्यवाद अब आउने सालमा पनि यसरी होस् भनेर होइन ओहो मेरो बिहाजो कस्तो लागिरहेछ म त भाइरल मान्छे आउने मान्छे एक्लै भने आउने मान्छे म कस्तो लागिरहेछ हजुरलाई ल ल ल सोच्दै ठिक छ नि जोन श्रेष्ठ है है हेरो ओ मेरो दाइ कस्तो लाग्यो हजुर आज आज पिकनिकमा हजुर के भन्नुहुन्छ हजुर प्रभु त्यही हो हाम्रो यही चाहिँ अब आउने वर्ष पनि यस झकास हुन चाहन्छु भन्नुहोस् भाउजू हाम्रो के छ एकदम रमाइलो पुरस्कार चाहिँ नि हाम्रो बहिनी हेलो बहिनी पुरस्कार चाहिँ नि यस्तो यस्तो पुरस्कार भनेको भागी खेल हो जसले भागेछ त्यसले पाउने हो हजुर कस्तो लाग्यो हजुर हजुरलाई हजुर पहिला पनि फर्स्ट पुरस्कार अहिले चाहिँ पुरस्कार हजुर कस्तो लागिरहेछ हजुर ए धन्यवाद होस् सम्पूर्ण हाम्रो दाजु दिदीबहिनीलाई धेरै 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 शुभकामना यो हो नि तपाईँको सपोर्ट नि हाम्रो क्लबको उच्च हो है फेरि यो चाहिँ वही वही हजुर 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 कस्तो लाग्छ हजुर यो यो एकदमै रमाइलो हो अनि हजुरले पिकनिक आयो कि के भन्न चाहनुहुन्छ हजुर यो पिकनिक गरेर धेरै राम्रो गर्छ क्लबले त्यही भन्न चाहन्छु ए ल धन्यवाद हजुरले प्राइज पाएको धेरै शुभकामना तपाईँलाई धेरै शुभकामना नीर शंकर शंकर जय शंभो हर हर महादेव ल धेरै बधाई छ तपाईँलाई अर्को छ नम्बर 12 यसमा हुन्न अर्को फल्थो 181 छ सुइजा जोशी हो जस्तो लाग्छ मलाई सुइजा जोशी सुइजा
देखि हाम्रो दाजुभाइ कति रमाइलो गरेर छ यसपालि 22 तारा जात्रामा यो 22 ताराको यो उपलक्ष्यमा हाम्रो यो 22 तारा उपलक्ष्यमा हाम्रो यो पिकनिकको उपलक्ष्यमा हाम्रो दाजुभाइले एकदमै रमाइलो गरिरहेका छन् हेर्नुहोस् ओहो यो हो इन्जोय बास हामी सानो बाबुले निकाल्दैछौँ यहाँ हाम्रो दिदी है हाम्रो वडा दिदी हाम्रो वरिष्ठ दिदी हाम्रो टोलको राजा हाम्रो बुझ्नुभयो हाम्रो शङ्करलाई परेको छ ताली बजाइदिनु 209 कति सर्ट गरे नाचमा अब के भन्नु चाहिँ आज हाम्रो यो पिकनिकको स्कुल के भन्नुहुन्छ भने हजुरले मलाई एकदमै रमाइलो सबैजनाले सहभागी जनाउनु भयो हजुर हाम्रो दाइहरूले दिदीहरूले सबैले अनि वडासँग आउनु भएको छ हाम्रो क्लबको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद हजुर हाम्रो 161 अरूभन्दा पनि भेटघाट गर्नु पाउँदा यो हाम्रो यो पुरानो साथी भेटा आज कस्तो रमाइलो भइरहेको छ हजुरलाई एकदम रमाइलो भयो हो है ल धन्यवाद हजुरलाई सरिसा के हो यो सरिसा उठ्यो के हो 161 161 बनाउनु परेन सबैको गाडी बाकस हलाइदिनु सबैको गाडी 161 anybody हम्बा सर हजुरले कस्तो लागिरहेको छ पिकनिकमा हजुर रमाइलो छ है हो हाम्रो यो लाइभ भइरहेको छ हजुर है ल है लाइभमा सबैलाई स्वागत छ हाम्रो 22 तारा युवा क्लबको लाइभमा सम्पूर्णले हेरिदिनु होला है राम्रो रमाइलो गर्नु सम्पूर्ण साथीहरूले फेरि अर्को सालमा चाहिँ सम्पूर्ण आइदिनु पर्छ है यहाँ रमाइलो गर्नु हाम्रो यहाँ अहिले त्यो भइरहेको छ है हाम्रो अब अलिकतिको है अब धन्यवाद हजुर धन्यवाद है एक्चुअली हेलो किन बोलायो है परेन पर्यो मैले पारेँ एउटा पर्यो रूपकको पर्यो एउटा Another 178 भक्त के श्रेष्ठ 178 भक्त के श्रेष्ठ 178 कोही छ 178 विकास विकास हाम्रै हो 160 सन्तोष श्रेष्ठ 160 सन्तोष श्रेष्ठ 178 आइगो वाला दिनु सन्तोष श्रेष्ठ फेरि निकाल लगाइदिनु एउटा मात्र निकाल्नु भएको 126 राकेश जेसवाल राकेश जेसवाल छैन राकेश जेसवाल फाल्फुल त्यसलाई पर्यो रामेश्वर अर्याल ल हाम्रो रामेश्वर अर्याल 221
21 हाम्रो रामेश्वर रेल गफाडी झम्के गफाडी ल प्राइस भर दाइ ल प्राइस भर ल टिपट परेछ दाइ ल टिपट परेछ बजाइछ कुलर कि टिपट थियो कुलर कसला टिपट कुलो त सानो छ नि टिकटमा 4-5 छ अर्कै तार यो तारमा के भन्नु पर्छ तार छैन माइक चार्ज गर्छ माइक चार्ज गर्छ एउटा है घुमाएर निकाल खै त्यो पिक्चरमा खुसी नानु तिमी आऊ नानु यसले एउटा निकाल्नु प्रमिला कसको नाम छ प्रमिला महर्जन 028 हो अब धानेर गयो भने मलाई ल अहिले पर्यो नि ल 028 प्रमिला ल यो लिएर जानुहोस् बधाई छ ल बधाई छ बहिनी यता पहिले ल निकाल्नु यो बुझ्दैन नि अहिले नानु ल अघि दिस्यो है टिकट नम्बर 123 सञ्जु तामाङ 123 होइन यसले उहाँ पनि यो नम्बर पर्ने मान्छेले चाहिँ मैले मेरै गाडीमा लिएर हो अब कता छ जुवाडी हो तासेल 100 काजी महर्जन काजी कता छ काजी यही छ काजी महर्जन ल यसो मेरो पनि हातले हल्का छ है ओहो सेल्फी परेछ ल 6 नम्बर है 6 नम्बरको प्राइज हो काजी महर्जन टिकटहरू ठिक छ ल यो हेर्नु ल यता हेर्नु ल बधाई छ उहाँलाई हाम्रो नानीले एउटा टिकट किन रिसाएको जस्तो टिकट पनि तान्नु त बोल्नु बिचरा ल पानी पनि भोलेर निकाल्नु ए अनि खुसी हुनु हाँस्नु एकचोटि आमै कति रिसाएको टिकट तान्न पाएन भनेर ल 258 सेकेन्ड प्राइजको लागि है टिकट नम्बर 258 नाम चाहिँ नि अगाडिको कोटिया छ साक्य छ पछाडि पछाडि सजना साक्य ल हाम्रो सजना बहिनीलाई परेको छ सेकेन्ड है त साधारण सदस्यहरूलाई मात्रै साधारण सदस्यहरूको नम्बर मात्रै छ यसमा उनीहरूलाई चाहिँ अलिकति प्रायोरिटी दिनु पऱ्यो नि त हाम्रो साधारण सदस्य है
अन्त पहिला फर्स्ट प्राइज दिउँ न फर्स्ट प्राइज दिदिउँ न फर्स्ट प्राइज होइन भने त्यो बाँकी छ क्या प्राइज दिन प्राइज एउटा मात्रै बाँकी छ कि कहाँ फर्स्ट प्राइज सेकेन्ड प्राइज दुइटा बाँकी छ तपाईँ के कुरा पहिला यसो गर्नु दाइ पक्नु यसमा दाइ डान्स गर्नेहरूलाई के एकछिन तपाईँको विश्राम लिनु। डान्स गर्नेलाई क्लबको विषयमा मिटिङ गरेर छ। रमाइलो रहेछ मोबाइल दाइ रमाइलो गर्नुहोस् है आज रमाइलो मान्नुहोस्। अब वेदरले पनि हामीलाई साथी दिइरहेको छ पानी चाहिँ नपरोस्। तपाईँले कुरो बुझेन यो बाँकी छ भने त्यो एउटा बाँकी छ अनि त सुटको एउटा बाँकी छ कि अरू सबै सकिसक्यो अब यो बाँध्नु यो चाहिँ तपाईँको हाम्रो क्लबको मेम्बरको लागि यहाँ क्लबको मेम्बरहरू मात्रै आएको हाम्रो अराउन्ड अब 80 वटा जति छ प्राइस कति एउटा प्राइस अर्को मात्रै बाँकी फर्स्ट प्राइस सेकेन्ड होइन यो होइन फर्स्ट गइसक्यो फर्स्ट प्राइस 80 वटा मात्रै बाँकी छ यो चाहिँ सबैजना हामीहरू जो छन् नि संस्थापक एउटा मात्रै हो र ल ल अहिले एकछिन है एकछिन अगाडि हट्दैन न प्लिज एकछिन हट्दैन। अब यस्तो नि त अहिले भर्खर मैले कुरा बुझेँ अब हामीलाई यत्रो दुःख गरेर मेहनत गरेर हामी त आइगयो गएर आयो खायो बस्यो हाम्रो क्लबका साथीहरू 4-5 दिन 5-7 दिनको दिन अगाडिदेखि नै एक्सर्साइज गरिराख्नु भएको छ हामीलाई यो कार्यक्रममा बोलाउनलाई। त्यही कारण क्लबको मेम्बरहरूको बिचमा पनि यो एउटा कुपन हामी तानेर एउटा प्राइज चाहिँ हामीले दिने व्यवस्था गरेको छ। त्यही अनुसार क्लबको मेम्बरहरूको हामी एउटा कुपन तान्छौँ है त। ल ल तिमी तान्ने हो लिनु पाइँदैन है त ल पहिला पहिला चाहिँ हाँस त पहिला हाँस त बिचराउले भनेर आउनुपर्छ नि त ल पानी पऱ्यो दाइ पानी पऱ्यो तान्न लाउनुपर्छ बिचराउले आराम तान्न पाएन भने। तिम्रो नाम के होला भन्दै त ल के नाम भन्दैौ भ त्यो चाहियो ल ल पानी पऱ्यो अलिकति वोट लगाइदिनु होला ठुलो पानी पऱ्यो भने अलिकति वोट लगाइदिनु। प्राइस त बाँकी छ दाइ मैले टिकटमा ल ल फेरि अघिको उत अङ्कलले बोलाउनु पर्यो सँगले बोल्नु उठ नि उठ ल खिचेर आऊ ल यो ल है नानु के भयो खिचेर आऊ अङ्कलले बोलाउनु अब हाम्रो अघि कति यहाँ हुँदैछ एउटा हामीले चाहिँ एप्रिसिएटको हिसाबले हाम्रो क्लबका साथीहरूलाई पनि एउटा कुपन हात खाली नहोस् भने को भाग्यमानी है फेरि भाग्यमानीमा पर्छ है फेरि यही गर्नु त अब के भयो त ऊ यहाँ यही समातेर गर्न हामी क्लबको किरा सबैलाई यहाँ अगाडि आइदिनु है स्टेजमा क्लब किरा सबै स्टेजमा आइदिनु होला क्लब किराहरू सबलाई क्लबतिर सबै बोलाउनु खै भएन 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 सबैलाई स्टेजमा आइदिनु होला क्लबको साथीहरू हेलो हेलो यसबाट एउटा निकालो छाना निकालो खै कति बेला लाग्यो बिसबाट निकालो बिसबाट निकालो कति बेला लाग्यो नानी हेरेर पाउनु यसो गर्छ एकटा तानो त ल एउटा निकाले यहाँबाट कति निकाल यो 21 नम्बर आएको छ 21 नम्बर कसको मलाई पनि थाहा छैन 21 कसको 21 कसको हो नाम हेर ल विजय मान गुड ल यो 21 नम्बर हाम्रो भाइलाई परेको छ
उहाँलाई चाहिँ नि यो पुरस्कार हाम्रो यो चाहिँ नि एउटा हाम्रो एप्रिसिएसन है एउटा एप्रिसिएट गरेर हाम्रो क्लबको मान्छेलाई दिनुहुने यो क्लब मेम्बर प्राइज है क्लब मेम्बर प्राइज ल भयो है नानु भयो ल ल अब फर्स्ट प्राइज बाँकी छ है एकचोटि फर्स्ट प्राइज देखाइदिनु त ल फर्स्ट प्राइज बाँकी है फर्स्ट प्राइज छ खै त बक्स ल्याउनु यो के बक्स छ त यो को आउँछ त त्यो पनि दिदिनु हो अहिले पछि एउटा शान्त ल तिम्रो हातमा है त फर्स्ट प्राइज है घुमाएर हल्लाएर सबै दिने भन्नु भने टिकटमै दिने भने कि सबै दिने 092 धनमाया महर्जन दाइ धनमाया महर्जन को हुनुहुन्छ धनमाया महर्जन फर्स्ट प्राइज धनमाया महर्जन भजनको पऱ्यो भजनको मैले हाम्रोबाट काटेको भजनको पऱ्यो हाम्रो भजनकोले परेछ ठिकै छ मेरै टिकटबाट काटेको यो फर्स्ट प्राइज आएर फर्स्ट प्राइज मोबाइलको पनि मान्ने म्युजिकल चेयर खेलाइदिने म्युजिकल चेयर होइन 6-7वटा छ दाइ दाइलाई फेरि 1000 छ तिमीहरूले खेला भयो दाइ नभइकन मजा आउँदैन लास्टमा कम्प्लिमेन्ट्री प्राइज ल ल अहिले दिने जसलाई दिने एउटा नम्बर तान्दिनु जसलाई ल सान्तवना पुरस्कार अब यस्तो भयो फेरि पुरस्कार पाउनेहरू चाहिँ खुसी भयो नपाउनेहरू अलिअलि दुःखी भयो जस्तो लाग्यो हाम्रो क्लबले फेरि अर्को एउटा 2टा पुरस्कार फेरि बनाइदिएको छ है त फेरि 2टा पुरस्कार बनाइदिएको छ अलिकति यो हल्लाउनु त निकाल्यो न तल के पर्यो फ्यान ए लमुली बनाएर त फ्यान हो सानो फ्यान नि त प्लान हो नम्बर चाहिँ नि 051 फेरि निकाल्नु ल 051 त्यो शान्ति लामा जस्तो लाग्छ मलाई शान्ति लामा शान्ति लामा 051 कुपन कहाँ गयो मेरो नम्बर तेरो कुपनमा आइसक्यो त्यहाँ मान्छे त्यहाँ आइरहेछ मान्छे त्यहाँ आइरहेछ अम्बा फोटो ल तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ यहाँ हाम्रो सकेपछि फेरि हाम्रो दुईटा पुरस्कार थपेको त्यसो तपाईँलाई पऱ्यो र बधाई छ अनि एउटा छ अर्कोले तामा होइन उसले बहिनीले पनि धेरै तानिसक्यो एउटा नतान्ने भएको छ है म तानो एउटा म तानो हुन्छ म तान्छु है अझै बाइक छ एउटा लास्ट प्राइज है अरू पनि छ पनि कुपन अर्को कुन त बाइक छ हेलो यो चाहिँ फेरि कस्तो हुन्छ विश्वेश्वर सिटी Vision
अब म्युजिकल चेयर सकेन अब यहाँ चेयर राखिदिनु अब दुईटा बाइक हाम्रो